नमस्कार दर्शकबिन, साप्ताहिक कार्यक्रम तथ्य र तर्कको आजको श्रृङ्खलामा स्वागत छ र म मनिष झा। एभेन्यूज टेलिभिजनको सहकार्यमा फ्याक्ट रिसर्च एन्ड एनालाइटिक्स र रेमोको जोइन्टली हामीले यो प्रड्युस गर्ने कार्यक्रम हो। यसमा हामी तथ्यहरू सङ्कलन गर्छौँ र त्यसमा विशेषज्ञ व्यक्ति, सान्दर्भिक क्षेत्र र सम्बन्धित क्षेत्रको विशेषज्ञ व्यक्तिलाई बोलाएर हामी तार्किक छलफल गर्ने गर्छौँ। हामी यसमा केही तथ्यहरू प्रस्तुत गर्छौँ र त्यसपछि हामी सङ्कलित अभिमतहरू पनि प्रस्तुत गर्छौँ। भनिन्छ एउटा स्थापित लोकतान्त्रिक राष्ट्रमा यदि त्यहाँ मान्छेहरूलाई जीवनको सुरक्षा, विधिको शासन र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार छैन र बाँच्नको लागि चाहिने आधारभूत सुविधाहरू छैन भने त्यो लोकतन्त्र सफल मानिँदैन र त्यो लोकतान्त्रिक राष्ट्रलाई सञ्चालन गर्ने राज्य संयन्त्र पनि सफल मानिँदैन। बाँच्नको लागि चाहिने आधारभूत सुविधाहरू जस्तै सास फेर्न पाउनु पर्यो, शिक्षा पाउनु पर्यो, स्वास्थ्य सुविधा पाउनु पर्यो र आफ्नो क्षमता अनुसार जीविकोपार्जन गर्न पाउनु पर्यो भन्ने आधारभूत आवश्यकताहरू पर्दछ। के हाम्रो राष्ट्रमा त्यो आधारभूत आवश्यकताहरूलाई परिपूर्ति गर्ने, त्यो सुविधाहरूको ख्याल गर्ने राज्य संयन्त्र छ त? त्योसँग सम्बन्धित हामी विशेष गरी स्वास्थ्य सेवा र राज्य सञ्चालन अन्तर्गत पाउनुपर्ने एउटा सुविधा स्वास्थ्य सेवासँग सम्बन्धित केही तथ्यहरू, अभिमतहरू र धारणाहरू प्रस्तुत गर्नेछौँ। अन्य श्रृङ्खला जस्तै आज पनि हामीले सम्बन्धित क्षेत्रको एकजना विशेषज्ञ व्यक्तिलाई पाहुनाको रूपमा प्रस्तुत गर्दै आगन्तुक पाहुनाको रूपमा हामीले उहाँलाई निम्ति आएको छौँ। आजको हाम्रो विशेषज्ञ व्यक्ति, आजको हाम्रो पाहुना हुनुहुन्छ डाक्टर के राई, कृष्ण कुमार राई। उहाँ चाहिँ विशेषज्ञको रूपमा, स्वास्थ्य विशेषज्ञको रूपमा चिन्दछौँ उहाँलाई हामी र नेपाल सरकारसँग सम्बन्धित रहेर पनि उहाँ विगत केही वर्षदेखि आबद्ध हुनुहुन्छ। डाक्टर साहब, आजको कार्यक्रममा स्वागत छ। धन्यवाद। डाक्टर साहब, यो कार्यक्रममा हामी केही तथ्यहरू हजुरलाई देखाउँछौँ र त्यो तथ्यहरूसँग सम्बन्धित केही छलफलहरू, तार्किक छलफलहरू गर्छौँ र त्यसपछि हामी सङ्कलित अभिमतहरूतिर जान्छौँ। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्यहरू प्रस्तुत गर्दा नेपालमा करिब 300 वर्ष पूर्व सिंहदरबार वैद्यखानाको स्थापना भएको थियो। भनेपछि हाम्रो स्वास्थ्य सेवासँग सम्बन्धित राज्य संयन्त्र 300 वर्ष पूर्व नै स्थापना भएको रहेछ। तर अहिलेसम्म अवस्था हेर्दाखेरि त 300 वर्ष पूर्व जस्तो स्थापना भएको थियो लगभग उस्तै अवस्थामा छ। हजुर, लगभग 300 वर्ष अगाडि सिंहदरबार वैद्यखाना भन्नाले के बुझिन्छ भने हाम्रो अगाडिको स्वास्थ्य सेवा प्रणाली चाहिँ आयुर्वेदिक थियो। किनभने यो सब कन्टिनेन्टमा नै यो इन्डिया, बङ्गलादेश, के अरे श्रीलङ्का, नेपाल यो चाहिँ नि यो हाम्रो आयुर्वेदिक प्रणालीमा चाहिँ नि त्यो चाहिँ नि थियो। त्यसैले गर्दाखेरि यो आधुनिक जुन हाम्रो मोडर्न मेडिसिनको आगमन चाहिँ नि 60-70 वर्ष पुरानो मात्रै भन्नुपर्छ। त्यसै कारणले चाहिँ जब हाम्रो पहिलो अस्पताल, सरकारी अस्पताल अथवा मोडर्न मेडिसिनको चाहिँ स्थापना भयो, यो वीर अस्पताल नै हो पहिला। हजुर, त्यस कारणले सन् 1947 मा पहिलो आधुनिक चिकित्सालयको रूपमा वीर अस्पतालको स्थापना भयो। र तपाईँले अघि पहिलो बुदासँग हामीले दोस्रो बुदाको सम्बन्ध जोड्ने हो भने वीर अस्पताल पनि त धेरै सन् 1947 भनेको हाम्रो लगभग 6 दशकभन्दा धेरै भयो। यो स्थापना काल पश्चात पनि खासै गुणस्तर वृद्धि भएको, सुविधाहरू वृद्धि भएको र एउटा त्यो पोजिटिभ पर्सेप्सन डेभलप गर्न सकेको त छैन नि त्यो संस्थाले पनि। हजुर, अब यो वीर अस्पतालको चाहिँ नि अहिले स्थापना लगभग 100 समथिङ वर्ष भनौँ न भएको छ। यसको मतलब नेपालमा चाहिँ नि 100 वर्ष यतादेखि चाहिँ नि आधुनिक चिकित्साको क्रमिक रूपमा विकास हुँदै गएको छ भन्ने बुझिन्छ। हजुर, अझै पनि नेपालका दुर्गम तथा पिछडिएका भूभागमा आम नागरिकहरू अस्पताल नभएर वा आवश्यक जनशक्ति नभएर धामी, झाँक्री, झारफुके, गुवाजु आदिको सहारामा बाँच्नुपर्ने बाध्यता छ। यसमा मेरो अनुभव अनुसार के छ भने हामी टेलिभिजन लगायत धेरै पत्रपत्रिकामा विज्ञापन देख्छौँ कि धामी झाँक्रीका नजानुस् र यो झारफुकेहरूमा भर नपर्नुस् भनेर। यो त इच्छाभन्दा पनि बाध्यता हो नि, किनकि आवश्यक जनशक्ति छैन, होइन, अस्पतालहरू छैन। अस्पताल भए तापनि त्यहाँ डाक्टरहरू छैन, पोस्टिङ छ भने पुगेका छैनन्। भनेपछि त त्यो बाध्यता हो। मर्नुभन्दा त बोलाउनु राम्रो भने जस्तै झारफुके, गुवाजु आदिको सहारा त बाध्यता हो नि। हजुर, एकदम मानिसजी यो बिल्कुलै तपाईँले सही चाहिँ आँकडा दिनुभयो। अहिले पनि हाम्रो
यो गाउँघरको पपुलेसन हेरौँ, गाउँघरको पपुलेसन भनेको रुरल पपुलेसन भनेको अझै पनि हाम्रो चाहिँ नि लगभग 80% भन्दा बढी छ। 83% चाहिँ नै गाउँमा बस्छन्। रुरल पपुलेसन चाहिँ गाउँमा हो र गाउँमा चाहिँ नि हाम्रो आधुनिक चिकित्सकहरू त्यहाँ पुर्याउने व्यवस्था हामीले गरिसकेका छैन, अथवा चाहिँ नि दक्ष भनौँ न, दक्ष कम्प्रिहेन्सिभ ट्रिटमेन्ट दिने, प्राइमेरी केयर ट्रिटमेन्ट दिने अथवा लाइफ सेभिङ ट्रिटमेन्ट दिने सिप जानेका मान्छेहरूलाई हामीले त्यहाँ पुर्याउन सकेका छैन। र यो कारणले गर्दाखेरि डक्टर मात्रै पनि होइन, डक्टर एमबिबिएस डक्टर मात्रै पुऱ्याएर पनि डक्टर पुऱ्याइयो भन्ने मात्रै पनि हुन्छ, तर चाहिँ नि हामीले त्यहाँ एमडिजिपी अहिले चाहिँ नि कोसिस पनि भइरहेको छ। एमडिजिपीलाई केही चाहिँ नि एउटा डक्टर भए पनि बढी चाहिँ नि दक्षता भएको, धेरै स्किल भएको, मल्टिपल स्किल भएको, लाइफ सेभिङ स्किल भएको मान्छेहरू त्यहाँ हामीले पुर्याउन सक्यो भने पनि कम्प्रिहेन्सिभ एसेन्सियल प्राइमेरी केयरहरू चाहिँ दिनु सकिन्थ्यो। नेपालको अन्तरिम संविधान 2063ले स्वास्थ्यलाई जनताको आधारभूत अधिकारको रूपमा स्थापित गरेको छ। यसै सन्दर्भमा सहशाब्दी विकास लक्ष्य र नेपाल स्वास्थ्य क्षेत्रको कार्यक्रम समेतका आधारमा विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसरी हेर्दाखेरि जस्तै यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा बाह्य साझेदारहरू वर्ल्ड हेल्थ अर्गनाइजेसन, UNFPA, UNDP, UNICEF, वर्ल्ड ब्याङ्क, DFID, USAID, अस्ट्रेलियन एड, GIZ, KFW, WFP, नेदरल्यान्ड्स, नर्वे, GAVI, ग्लोबल फन्ड, स्विस डेभलपमेन्ट फन्ड लगायतका दात्री निकायहरूको प्रत्यक्ष सहयोग प्राप्त हुँदै आएको छ, प्रत्यक्ष वा अप्रत्यक्ष। यसरी हेर्दाखेरि एक्टिभिटिज त धेरै भइरहेछ र पोलिसी वाइज अन्तरिम संविधानले पनि जनताको आधारभूत अधिकारको रूपमा, जस्तै मेरो भोटिङ राइट्स छ भने, मेरो एजुकेसन राइट्स छ भने, मेरो फ्रिडम अफ एक्सप्रेसन छ भने मैले स्वास्थ्य सुविधा पनि गभर्मेन्टको तर्फबाट पाउनुपर्छ भनेर लेखिएको छ। एकदम यो सबभन्दा माथिको कुरामा जाउँ हामी। 2063ले जुन चाहिँ अन्तरिम संविधानले बोलेको छ त्यो यथार्थमा सत्य हो, किनभने राज्यले हेर्ने भनेको शिक्षा हो, स्वास्थ्य सेवा हो र चाहिँ नि रोजगारी हो। त्यति भयो भने स्वस्थ मान्छे शिक्षित भयो भने त रोजगारी पायो भने त कन्ट्रिब्युट देशलाई गरिहाल्छ नि, अरू कुरा देश राज्यले धेरै गरिरहनु परेन। त्यसकारण चाहिँ नि बिरामी हुँदा, अपरजट एक्सिडेन्ट पर्दा, जेसुकै पर्दाखेरि पनि उसले चाहिँ नि स्वास्थ्य सेवा चाहिँ सुलभ तरिकाले पाउनु पर्यो, एक्सेसिबल हुनु पर्यो। यो कुरा चाहिँ नि यसले बोलेको छ, अन्तरिम संविधानले एकदम राइट कुरा बोलेको छ। त्यो विश्वमा अरू देशहरूमा पनि यो चाहिँ छ, तर चाहिँ नि अब यो चाहिँ फ्याक्ट हो, एउटा पोलिसी हो, बोल्यो हो, तर स्ट्राटेजी रणनीतिहरू चाहिँ नि बन्न सकेन, त्यो कमजोर छ। तपाईँले चाहिँ नि लक्ष्य राख्नुभयो कसरी त्यहाँ पुग्ने भन्ने चाहिँ त्यो स्ट्राटेजी प्रोग्रामहरूमा चाहिँ राम्रोसँग बनेन, अथवा वास्तविकता चाहिँ वास्तविक यथार्थवादी भनौँ न, त्यो चाहिँ बन्न सकेको छैन। त्यसले गर्दाखेरि यी कार्यक्रमहरू तल चाहिँ जति पनि तपाईँले चाहिँ डोनर पार्टनरहरूको नाम लिनुभयो, यिनीहरू किन इन्भल्भ भयो त? यिनीहरू चाहिँ नि UN पार्टनरहरू हुन्। UN पार्टनर भएको कारणले युएनले हामीलाई चाहिँ नि यो मिलेनियम डेभलपमेन्ट गोलहरू दिएको छ, त्यसमा स्वास्थ्यको चाहिँ नि 5वटा जति त स्वास्थ्यकै छ लगभग। अब त्यो लक्ष्यलाई पुरा गर्नुको लागि यिनीहरू सबै चाहिँ नि हाम्रा मेसिनरीहरूलाई चाहिँ नि हाम्रा जति पनि वर्कफोर्सहरूलाई र पोलिसी मेकरहरूलाई ड्राइभ गरिरहेछ र त्यो प्रोग्राम धेरै जसो के हुन्छ प्रिभेन्टिभ छ, प्रोमोटिभ छ। भनेपछि डाक्टर साहब जस्तै स्वास्थ्यमा र शिक्षामा चाहिँ नेपालको सबैभन्दा धेरै बजेट शिक्षामा छ, त्यसपछि स्वास्थ्यमा छ। यो हेर्दाखेरि चाहिँ मैले एकजना अर्थविदसँग सोधेको थिएँ, सबैभन्दा धेरै बजेट जाने दुईवटा क्षेत्र, तर सफलताको हिसाब र त्यो मूल्याङ्कन गर्ने हो भने दुईटै क्षेत्र असफल छ। र त्यो हेर्दाखेरि यो गभर्मेन्टको हाम्रो राज्यको आफ्नो इच्छा भन्दा पनि यो फन्डिङ अर्गनाइजेसनहरू, फन्ड दिने, डोनेसन दिने अर्गनाइजेसनहरूको इन्ट्रेस्टमा चाहिँ यसलाई प्रायोरिटीमा राखेको हो भन्छ। र यसरी हेर्दाखेरि यो मिलेनियम डेभलपमेन्ट गोलको कुरा गर्दाखेरि पनि नेपालले लिएको सहशक्ति विकास लक्ष्यमध्ये बाल तथा मातृ मृत्युदर न्यूनीकरणमा उत्साहजनक उपलब्धि हासिल भई सन् 1996 को बाल मृत्युदर प्रति 1000 जीवित जन्ममा 43बाट 2011मा 9मा झरेको छ। भनेपछि 34 जना कम गर्नु भनेको त यो राम्रो अचिभमेन्ट हो, यसलाई त ग्लोबली पनि रिकग्नाइज गरेको छ राम्रो अचिभमेन्ट भनेर। अब यसलाई यसरी हेरौँ, पहिला चाहिँ नि नम्बर 1 चाहिँ नि यो उपलब्धि चाहिँ सन्तोषजनक छ। यो उपलब्धिमा चाहिँ नि नेपाल सरकारले पनि क्रेडिट पाएको छ, तर UN एजेन्सी जति पनि अघि डोनर पार्टनरहरू थिए, INGO लगायतका डोनर पार्टनर थिए, उनीहरू पनि संलग्न छन्, उनीहरूको पनि कन्ट्रिब्युसन छ। तर ओभरअल चाहिँ नि यो बजेट चाहिँ स्वास्थ्यको बजेट चाहिँ नेपालको कन्टेक्समा धेरै कम हो, 5% लगभग 5% समथिङ छ। होल बजेटको चाहिँ नि 5% लगभग छ। अमेरिकासँग तुलना नगरौँ, अमेरिकाको 18% 18-19% हुन्छ।
त्यस्तै गरिकन अरू कन्ट्रीहरूको पनि 10-12% हुन्छ। स्वास्थ्यमा चाहिँ नि हाम्रो नेपालमा स्वास्थ्यमा लगानी चाहिँ कम छ। त्यो यो यथार्थ यो कारणले पनि हो। अनि स्वास्थ्यको बजेट चाहिँ यहाँ म बिर्सिहाल्छु, त्यो स्वास्थ्यको बजेट चाहिँ कम छ। तर पनि केही यो चाहिँ नै हाम्रो प्रोमोटिभ हेल्थमा र प्रिभेन्टिभ हेल्थमा म्याटर्नल मोर्टालिटी घटाउने, इन्फेन्ट मोर्टालिटी घटाउने, शिशु मातृ मृत्युदर र शिशु मृत्युदरहरू घटाउने यी कार्यमा चाहिँ उल्लेख्य काम भएको छ। यसमा चाहिँ पनि सबभन्दा बढी कन्ट्रिब्युसन के छ भने हाम्रो एउटा प्रोग्राम छ। यो प्रोग्राम चाहिँ नै महिला स्वयंसेविकाहरू, महिला स्वयंसेविकाको कन्ट्रिब्युसन झन् ठुलो छ। उनीहरू स्वयंसेविका भएर काम गरिरहेको छ। उनीहरूले तलब भत्ता खाँदैनन्, सरकारी कर्मचारी होइनन्। तर चाहिँ नि प्रोग्रामलाई कम्युनिटीसम्म लाने काममा झन्डै 50,000 चाहिँ नि महिला स्वयंसेविकाहरूले चाहिँ काम गर्नुभएको छ। उहाँहरूको कन्ट्रिब्युसन धेरै ठुलो छ यसमा। र सबैले अहिले चाहिँ नि इभन एजेन्सीहरूले पनि एप्रिसिएट गरेको कुरा चाहिँ त्यो हो। किनभने सरकारले प्रोग्राम लगेर गएको छ, डोनर पार्टनरहरूले सघाएको छ, तर कम्युनिटीसम्म पुर्याउने काम कम्युनिटीकै भोलिन्टियरहरूले गरेको छ। त्यसकारण चाहिँ नि उहाँहरूको कन्ट्रिब्युसन धेरै ठुलो छ। हजुरले भनिरहेकै कुरामा जोड्दाखेरि यसै गरी सन् 1996 को 539 जना प्रति लाख जन्ममा रहेको मातृ मृत्युदर 229 जना प्रति लाखमा झरेको छ। यो पनि आधाभन्दा धेरै कम भएको छ। नेपालले सन् 2010 देखि कुष्ठरोग उन्मूलन भएको घोषणा पनि गरेको छ। सन् 2014 मा विश्व स्वास्थ्य सङ्गठनबाट नेपालले पोलियो रोगको 0 प्रमाणीकरण प्रमाणपत्र समेत प्राप्त गरेको छ। यो पनि यो दशकको राम्रै अचिभमेन्टमा लिन्छ। यसमा म एक-एकवटा जान चाहन्छु। जस्तो यसमा चाहिँ नि यो म्याटर्नल मोर्टालिटी रेट घटाउने भनौँ न, मातृ मृत्यु दर घटाउने काममा चाहिँ नि बेलायत सरकारले कन्टिन्युअसली लागेको छ। झन्डै यो लेट 90s बाट सुरु गरेको कन्टिन्युअसली उनीहरूले यो आमा सुरक्षा कार्यक्रम भनेर चाहिँ उनीहरूले कन्ट्रिब्युट गरेका छन्। र यसले गर्दाखेरि जिल्लाका त्यो प्रोग्रामले गर्दाखेरि जिल्लामा चाहिँ नि अलिकति डाक्टर पुर्याउने काम पनि भएको छ। त्यसले अरू सेवालाई पनि जस्तो अब सर्जिकल केसेसहरू, अर्थोपेडिक झाड जोड्नेको प्रब्लम आयो अथवा अरू प्रब्लम आयो, डाक्टर भइदिएको कारणले डाक्टर गएको यो कारणले हो, सहयोग गरेको चाहिँ बेलायत सरकारले हो। तर चाहिँ नि अरूलाई पनि सहयोग चाहिँ भएको छ। यहाँ मैले भन्नु खोजेको कुरा के छ भने एउटा सेक्टरलाई एउटा प्रोग्रामको लागि एउटा डोनरले चाहिँ हेल्प गरेर अथवा दुईटा डोनरले हेल्प गरिरहेको कारणले गर्दाखेरि स्वास्थ्य सेवाको विस्तार चाहिँ माथि भएको छ। यो काम पनि सफल भएको छ। त्यस्तै गरिकन यहाँ अर्को कुष्ठरोगको कुरा गरौँ। कुष्ठरोगमा अर्कै डोनरले चाहिँ सहयोग गरिरहेको छ। उनीहरूको फोकस कुष्ठरोगलाई इलिमिनेट गर्ने हो। तर चाहिँ नि एउटा काम भए पनि, दुईटा काम भए पनि, एउटा मेन पावर भए पनि, एउटा कर्मचारी भए पनि ठाउँ पुर्याएको छ। उनीहरूले चाहिँ नि मोनिटरिङमा हेल्प गरिरहेको छ। यी कारणले गर्दाखेरि त्यो कुष्ठरोगको कारणले अरूलाई पनि केही न केही हेल्प गर्छ। अर्को टिबीको छ, टिबीको डोनरहरू अर्कै छ। उनीहरूको फोकस चाहिँ नि एउटा डिजिज हो, एचआइभीको छ, एचआइभीको डोनर छुट्टै छ। तर चाहिँ नि ओभरअल हेल्थमा अरू पनि अलिअलि सहयोग भएको छ। तर मैले भन्नु खोजेको कुरा के हो भने समग्रमा क्युरेटिभ भनौँ न, मान्छे चाहिँ नि उसलाई चाहिँ एपेन्डिक्स भयो अथवा चाहिँ नि टाइफाइड भयो, निमोनिया भयो, दम भयो, हार्ट एट्याक भयो, कुनै पनि चोटपटक लाग्यो, त्यो समग्रमा क्युरेटिभ सेक्टर चाहिँ हाम्रो पोर छ। गाउँघरमा त अझ धेरै पोर छ, किनभने सर्भिस प्रोभाइडरहरू छैन। त्यसकारण हामीले हेर्नुपर्ने कुरा के हो भने यी प्रिभेन्टिभ प्रोमोटिभ कुरालाई मात्रै होइन, ओभरअल हेल्थलाई कसरी हेर्ने, हेल्थलाई नै हामीले हेर्नुपर्ने हुन्छ। त्यसमा राज्यको संयन्त्र कस्तो छ अहिले? राज्यको प्राथमिकता कस्तो छ अहिले? यसैमा अलिकति दृष्टि नपुगेको मलाई लाग्छ। त्यो किन होला? त्यो किनभनेदेखि रिसोर्सेस नभएर जस्तो चाहिँ नि डोनरहरूले आएर तपाईँको चाहिँ नि यहाँ मलेरियाको प्रब्लम छ भने मलेरियामा लगानी गर्नु, अनि अर्कोले आएर होइन एचआइभी एड्समा तिम्रो प्रब्लम छ त्यसमा, अब यो मातृ मृत्यु दर बढी छ यसमा, आफ्नो सेक्टरमा मात्रै काम। त्यो किन होला सर? त्यो डोनरले पनि धेरै त्यो पपुलिस्ट डिजिजहरू वा पपुलिस्ट एजेन्डाहरू चुज गर्न खोजेर हो? त्यसो नभन्नु, उनीहरूलाई चाहिँ उनीहरूको एसाइनमेन्ट नै त्यही, उनीहरूलाई जिम्मेवारी दिएको नि वर्ल्ड वाइड उनीहरूले काम गर्ने नै हरेक देशमा त्यो डिजिजबारे, त्यो डिजिज चाहिँ जस्तो पोलियो भनौँ न, पोलियो संसारबाट मैले उन्मूलन गर्नुपर्छ र विभिन्न देशमा देशको त्यहाँ प्रोग्राम म्यानेजरहरू, पोलिसी मेकरहरूलाई कन्भिन्स गर्नु छ र मेरो कार्यक्रममा डाइभर्ट गरेर लानुपर्ने। हजुर, हामी यसरी अगाडि बढ्दा प्रमुख स्वास्थ्य सूचक र उपलब्धि हेर्दाखेरि मातृ मृत्युदर प्रति लाखमा हेर्दाखेरि हामीले 1991 को हेरौँ
र लगभग 2011 को हेर्दाखेरि 539बाट 250 मा हामी झरेको छौँ। त्यसरी प्रजनन दर प्रति महिना हेर्दाखेरि त्यसमा पनि उपलब्धि 5.3 बाट अहिले 3 सम्म हामी आइसकेको छौँ। यसरी हेर्दा परिवार नियोजन साधन प्रयोग दर हेर्दाखेरि प्रतिशतमा 24 थियो भने अहिले 48 मा पुगेको छौँ हामी। यो पनि डबल भएको छ। 5 वर्ष मुनिको बाल मृत्यु दर प्रति 1000 मा हेर्दाखेरि 158 बाट हामी 55 जनामा पुगेको छौँ। यो पनि राम्रो उपलब्धि हो। शिशु मृत्यु दर प्रति 1000 हेर्दाखेरि 106 जना थियो भने अहिले 44 मा हामी आएको छौँ। यो उपलब्धिहरू हजुरले अघि भन्नुभएको जस्तै यो प्रिभेन्टिभमा जाने कि प्रोभेन्टिभमा जाने भनेर र वार्षिक औँलो प्रभावित सङ्ख्या प्रति 1000 हेर्दाखेरि त्यो बेलाको हामीले यसरी हेर्दाखेरि 0.54 बाट हामी 3 वर्षको दौरानमा लगभग 10 वर्षको दौरानमा हामी 0.28 मा पुगेको छौँ। यो उपलब्धिहरू त भयो हैन, तर पनि आधारभूत स्वास्थ्य सुविधा त अहिलेसम्म पनि पाइरहेको छैन। भनेपछि डोनर फन्डेड प्रोजेक्टहरू चाहिँ इफेक्टिभली इम्प्लिमेन्ट भएको छ, तर हाम्रो राज्यले आफैले जिम्मेवारी वहन वा जिम्मेवारी महसुस गरेर गर्नुपर्ने सुविधाहरू स्वास्थ्य सेवाहरू चाहिँ भएको छैन। भनेपछि त्यसको लागि निराकरण के हो? हाम्रो अनरसिप वा 100% फन्डेड चाहियो। अब अलिकति यसमा एउटा एक्जाम्पल दिउँ, जस्तो चाहिँ नि मातृ मृत्यु दर चाहिँ नि अहिले हामीले धेरै तल घटाएका छौँ। 2050 मा झारिसक्यौँ 2011 मा, जबकि यो 539 जना थियो। भनेको मतलब यसलाई हामी सरकारले त क्रेडिट लिनेछ। सबभन्दा म पर्सनली भन्नु पर्यो भने सबभन्दा बढी चाहिँ डिफिटलाई दिन्छु क्रेडिट, किनभने अहिले पनि उसले जिल्ला जिल्लामा 3 लाख दिएर एमडिजिपी अथवा यो चाहिँ नि ट्रेन गाइनोकोलोजिस्ट डेपुट गरेर राखेको छ। सरकारी पैसामा त तपाईँको 2 लाख 3 लाख दिन मिल्दैन। अहिले पनि तपाईँ हरेक जिल्लामा हेर्नुहोस्, खोटाङ भोजपुर आदि चाहिँ थुप्रै जिल्लाहरूमा चाहिँ त्यो डिफिट आमा सुरक्षा कार्यक्रम अन्तर्गत उनीहरूले चाहिँ एउटा डक्टर राखेको छ। तर उसको काम के हो? त्यो सुत्केरी चाहिँ नि गर्न नसक्ने, त्यसको अपरेसन गर्नुपर्ने काम त्यसले गर्छ, अरू त काम गरेन उसले। मेरो काम यो होइन भनेर भनिन्छ। तर अब मातृ मृत्यु दर त घटाउनु भयो, ठाउँ ठाउँमा डक्टर पठाएर एउटा प्रोजेक्ट अन्तर्गत बेलायत सरकारले चाहिँ आमा सुरक्षा अन्तर्गत चाहिँ 3 लाख तलब भत्ता दिएर मासिक 3 लाख दिएर चाहिँ जिल्ला जिल्लामा पठाउनुपर्छ। यो कहिलेसम्म चल्ने हो? यो त लङ रन चल्नेवाला सस्टेनेबल प्रोग्राम त होइन। एउटा डाक्टरलाई एउटा काम गर्नुको लागि, सुत्केरी गराउनलाई, सुत्केरी गर्न नसक्नेलाई पेट चिरेर बच्चा निकाल्नुको लागि चाहिँ सधैँ एउटा चाहिँ त्यो गभर्मेन्टले पुर्याउन सक्छ। तर त्यसमा छ नि विदेशी दात्री राष्ट्रहरूले, दात्री निकायहरूले त हामीलाई त्यो वातावरण र शिक्षा, हाम्रो आफ्नो अनरसिपको लागि आएर इनिसियली सुरुवातमा केही दिनको लागि, केही सीमित समयको लागि सहयोग गर्ने हो नि, र त्यो त हामीले सिक्नु पर्यो नि। तर हामीले सिकेको त पाइँदैन। जस्तै 1991 देखि अहिले हेर्ने हो भने हाम्रो 25 वर्ष भइसक्यो। 25 वर्षमा समेत दात्री निकाय नै आएर गर्नुपर्ने कि राज्य र जनताले पनि त केही सिक्नु पर्यो नि। सिक्नुपर्ने हुन्छ र यसलाई चाहिँ रिभ्यू गर्नै पर्ने हुन्छ। यसलाई चाहिँ तपाईँको यो पछि सस्टेनेबल होइन, सधैँ सरकार विदेशले पैसा दिइराख्दैन। उहाँले हात झिकेपछि अब सस्टेनेबल छ कि छैन? फेरि यो त त्यही पुग्ने भयो। त्यही त यो तथ्याङ्क सत्य हो, यो फाइन्डिङ सत्य हो, उपलब्धि एकदमै उत्साहप्रद छ। तर हामी त्यसलाई मेन्टेन कसरी गर्ने त भन्ने कुरातिर चाहिँ नि जानु जरुरी छ। त्यसै कारणले गर्दाखेरि अब त्यो ठाउँमा त्यो ह्युमन रिसोर्सेस, कस्तो ह्युमन रिसोर्सेस हामी चाहिँ नि विकट ठाउँमा चाहिँ नि एउटा जिल्लाको चाहिँ नि 5 लाख 4 लाख पपुलेसन हुन्छ, 3 लाखदेखि माथि नै होला पहाडी जिल्लाहरूमा, मध्य पहाडी जिल्लामा। त्यहाँ चाहिँ नि हामीले 12 जना डक्टरहरू राख्न सकौँला अथवा चाहिँ 25 जना डाक्टर राख्न नसकौँला। तर कस्तो किसिमको ह्युमन रिसोर्सेस, सर्भिस प्रोभाइडर कुन सिप भएको मान्छे त्यहाँ पुर्याउने हो, राख्ने हो र सस्टेन त्यहाँ राखिरहनु पर्यो, त्यहाँ उहाँले चाहिँ सेवा दिइरहनु पर्यो। यस्तो किसिमको प्रोग्रामहरू चाहिँ आउनु जरुरी छ। हजुर डाक्टर साहब, स्वास्थ्य सम्बन्धी तथ्यहरू अरू हामी केही प्रस्तुत गर्न चाहन्छौँ। जम्मा स्वास्थ्य संस्थाहरू कति छ भनेर यो राज्यसँग सम्बन्धित डेटाहरू हो। अस्पताल हामीसँग जम्मा स्वास्थ्य संस्थाहरू हामीसँग 4485 वटा छ। यो आर्थिक वर्ष 70 र 71 को डेटा हो। अस्पताल हामीसँग 107 वटा छ, प्राथमिक स्वास्थ्य केन्द्र 215 वटा छ, स्वास्थ्य चौकी हामीसँग 2175 वटा छ, आयुर्वेदिक औषधालय हामीसँग 293 वटा छ, उपस्वास्थ्य चौकी हामीसँग 1695 वटा छ, अस्पताल शैय्या 7550 वटा छ र यसमा आबद्ध जम्मा जनशक्तिहरू हामीसँग 93495 जना छन्। डाक्टरहरू हामीसँग 2154 जना छ, परिचारिका 9535 जना, कविराज 394 जना, वैद्य 360 जना र अहेबहरू हामीसँग 11551 जना छ
र स्थानीय स्वास्थ्य कार्यकर्ता हामीसँग 2985 जना छ। अघि तपाईँले भन्नुभयो जस्तै स्वयंसेविकाहरू जुन भन्नुभयो र जसलाई तपाईँले क्रेडिट दिँदै हुनुहुन्थ्यो उहाँहरूको धेरै राम्रो देन छ भनेर, अन्य स्वास्थ्य कार्यकर्ता जस्तै तालिम प्राप्त सुडेनी महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर हामीसँग 63,326 जना छ भनेपछि राज्यले आफूले नियुक्त गरेको कर्मचारी भन्दा पनि स्वयंसेवकको सङ्ख्या धेरै देखिन आउँछ त्यहाँ 63,393 जना। जम्मा जनशक्ति हामीसँग 93,495 जना छ भनेपछि लगभग 67% टोटल इम्प्लोयमेन्ट जुन हेल्थ सेक्टरमा छ त्यसको 67% हाम्रो भोलिन्टियरली काम गर्नेहरू पनि छ वा फन्डेड काम गर्नेहरू पनि छ। यो इनफ होइन नि, होइन? जस्तै यति धेरै पपुलेसन छ हामीसँग 28 मिलियनमा 0.1 मिलियन पनि हामीसँग छैन भनेको एकदमै विक हो नि यो सेक्टरमा, होइन? अब यसमा चाहिँ नि हामीले जुन अस्पताल बनाएका छौँ, अस्पताललाई क्याटेगोराइजेसन गर्नु जरुरी छ। जस्तो अब हाम्रो त एकदम विविध जियोग्राफिकली पनि धेरै भेरिएसन भएको, धेरै चाहिँ पहाड, यो चाहिँ हिमाल तराई यस्तो भएको ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ हामीले पहिला त यसलाई हामीले सङ्ख्याको रूपमा मात्रै हेरिराखेका छौँ। सङ्ख्या हेर्दाखेरि पनि सहरलाई कस्तो किसिमको अस्पतालहरू चाहिन्छ वा त्यो सङ्ख्याले प्रोभाइड गरिरहेको सर्भिस, त्यसको क्वालिटी, डिपेन्डेन्सी र सेटिस्फ्याक्सन कस्तो छ, इम्प्याक्ट कस्तो छ, त्यो कुराहरू हेर्नु पर्यो। इज द सर्भिस प्रोभाइडर इन वाट लेभल भनौँ न। तपाईँको 25 बेडमा एउटा चाहिँ नि जिल्ला अथवा चाहिँ नि सब डिस्ट्रिक्ट लेभलको एउटा हस्पिटल छ भने त्यसको सर्भिस प्रोभाइडरको स्किलहरू, त्यसको सिप र दक्षता योग्यता कस्तो हुनुपर्ने भन्ने कुरा चाहिँ नि इम्पोर्टेन्ट हो। हजुर, त्यहाँ के सेवा दिनु सक्छ? यसमा हामी स्वास्थ्य सूचक अनुसार हेरौँ, होइन? यो हेर्दाखेरि कुल प्रजनन दर हेर्दाखेरि 1991 देखि 2011 को हेर्दाखेरि 5.3बाट हामी 3%मा आएको छौँ। यो उपलब्धि हो। परिवार नियोजन स्वास्थ्य प्रयोग दर हेर्दाखेरि पनि यो उपलब्धि भएको छ यसमा। त्यसरी नै 5 वर्ष मुनिको बाल मृत्यु दर हेर्दाखेरि पनि उपलब्धि भएको छ। शिशु मृत्यु दर पनि उपलब्धि भएको छ। यो डेटाहरू हेर्दाखेरि क्लियरली यो इम्प्रुभमेन्ट छ भनेर देखिन्छ। तर यो 25 वर्षको उपलब्धि हेर्दाखेरि अझै पनि सन्तोषजनक नभएको हो कि? यसमा के छ भने यो चाहिँ अझ कम छ, यो 3 देखाउनु भएछ, तर एक्चुअली चाहिँ नि 2.6 हो अहिले, है, झन् घटेको छ। त्यसकारण चाहिँ नि परिवार नियोजन प्रयोगकर्ताहरूको सङ्ख्या बढाएको छ, मान्छे कन्सियस भइराखेको छ, अनि शिशु मृत्यु दर घटेको हो। यो सही हो। के छ भने हाम्रो यो 2 दशक 2.5 दशक यता चाहिँ नि यो स्वास्थ्यमा जनचेतना भनौँ न, एक किसिमको एवेरनेस चाहिँ जनतामा पनि भएको छ। जस्तो परिवार नियोजनको कुराहरू अब हामीले पब्लिसिटी गरिरहनु पर्ने, एजुकेट गरिरहनु पर्ने अवस्था छैन। त्यसमा सबभन्दा बढी हामीले चाहिँ नि क्रेडिट दिनुपर्ने त अझ महिला स्वयंसेविकालाई हो। उनीहरूले चाहिँ नि गाउँमा गएर सबैलाई सिकाएको छ। पहिला त महिला समूह, आमा समूह हुन्छ, उहाँहरूलाई सिकाउँछ, उहाँले आफ्नो हस्बेन्डलाई सिकाउँछन्। त्यसपछि चाहिँ नि सेवा लिन आउने खालको वातावरण छ सबभन्दा बढी उहाँहरूलाई। त्यसपछि चाहिँ नि नेपाल सरकारको यो डोनरहरू, जति पनि डोनरहरू छ, गरिब कन्ट्रीमा डोनरहरू धेरै छ, उहाँहरूलाई पनि हामीले चाहिँ नि क्रेडिट दिनुपर्छ। अब यो भयो हामीले प्रस्तुत गरेको तथ्यहरू। अब चाहिँ हामी मान्छेको अभिमत के छ, अवधारणा के छ, र उहाँहरू चाहिँ हाम्रो राष्ट्रमा उपलब्ध स्वास्थ्य सेवा सम्बन्धी उहाँहरूको धारणा के रहेको छ मा जान्छौँ। हामीले 3वटा प्रश्न सोधेको थियौँ र त्यो 3वटा प्रश्नको फाइन्डिङ अनुसार हामी तपाईँलाई केही देखाउनेछौँ। नेपालमा पाइने स्वास्थ्य सेवाप्रति तपाईँको धारणा के छ? हाम्रो वैकल्पिक उत्तरहरू रहेको थियो राम्रो, नराम्रो, औसत। यो प्रश्न यदि तपाईँलाई सोधिएको भए यो 3वटा मध्ये कुनै एउटा मात्र छान्नु परे, कुन छान्नुहुन्थ्यो तपाईँ? मैले औसत छान्थे। एभरेज छ होइन भनेर, राम्रो चाहिँ छैन भने तपाईँ पनि स्वीकार्नुहुन्छ। यसमा फाइन्डिङ्स के रहेको छ त्यो हेरौँ। जस्तै राम्रो 5%ले मात्र भन्नुभएको छ, नराम्रो 55%ले भनेको छ भने औसत तपाईँले भन्नुभएको जस्तै 40%ले भनेको छ। यो रियालिटी नै हो, एकदम रियालिटी हो। केही राम्रो छ, अब तर 55% त डिसेटिस्फाई नै देखिन्छ नि, भनेको राज्य कमजोर नै छ यसमा। तर यो बेसिक फेसिलिटी हो, सिटिजनले पाउनुपर्ने आधारभूत सुविधामा पनि गभर्मेन्ट कमजोर छ। त्यसो भए यसमा चाहिँ के गर्नु म बोल्न चाहन्छु भने यसमा तपाईँको मैले अघि बजेटलाई इन्डिकेट गरेको थिएँ। 10% चाहिँ एउटा 10 भन्दा बढी 10 देखि 15 को बिचको चाहिँ बजेटको टोटल बजेटको हेल्थमा चाहिँ एलोकेसन हुनु पर्यो। त्यो भयो भने के हुन्छ भने
बिरामीले अहिले बिरामी पऱ्यो भने पैसा छ भने उपचार पाउने भयो, नत्र नपाउने भयो। त्यो सरकारले चाहिँ इन्सुरेन्सको व्यवस्था गरिदिएर त्यो धेरै गरिब छ, अति गरिब छ अहिले 20%, 24% त एक्सट्रिमली पोभर्टीमा त्यो बिलो पोभर्टीमा बसेका छन् भन्ने छ नि त। त्यसको चाहिँ नि 100% कभरेज सरकारले गरिदिने र त्यो अब क्याटेगोरीहरूले इकोनोमिक स्टाटस हेरेर चाहिँ राज्यले 50% अथवा 75% यस्तो कभर गर्ने त्यस्तो खालको सुविधा भयो भने चाहिँ मैले प्रिभेन्टिभमा कुरा गरेँ होइन, मैले क्युरेटिभमा कुरा गरेको छु। क्युरेटिभमा पनि भइपरि आउने चोटपटकदेखि आएर जस्तै इन्सुरेन्समा पनि त जान सकिन्छ नि होइन, हेल्थ इन्सुरेन्स एकदम इन्सुरेन्समा नगइकन अहिलेको कुन अवस्थामा छौँ? जस्तै हाम्रो स्वास्थ्य नीति त राष्ट्रिय स्वास्थ्य नीति त लगभग 22 वर्षपछि हामीले बल्ल त्यसलाई रिभाइज गऱ्यौँ होइन, भनेपछि प्राथमिकतामा छैन भन्ने कुरा त्यहाँबाट पनि देखिन्छ। बल्ल 22 वर्षपछि नेसनल हेल्थ पोलिसी रिभाइज भएको छ भनेपछि, तर अहिले यो पोलिसीले के इन्सुरेन्स सम्बन्धी केही लिएर आएको छ नै? होइन, इन्सुरेन्स चाहिँ छ, किनभने यो अन्तरिम संविधानले पनि बोलेको कुरा हो त्यो, किनभने यो राज्य स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ, एसेन्सियल एटलिस्ट चाहिँ बेसिक हेल्थ केयर चाहिँ नि निःशुल्क हुनुपर्छ भन्ने बोलेको कारणले गर्दा पनि अरू उपाय छैन कि निःशुल्क भनेर बोल्दिनैमा निःशुल्क हुँदैन, किनभने तपाईँले चाहिँ नि त्यसमा वैकल्पिक बाटोहरू अपनाउँदाखेरि चाहिँ त्यसमा इन्सुरेन्स जान सकिन्छ। 3टा डिस्ट्रिक्टमा चाहिँ नेपाल सरकारले सुरु पनि गरेको छ, एउटा कैलाली छ, बागलुङ र इलाम हो। कहिलेसम्म त्यसको हामी त्यो भनौँ न, अहिले त पाइलोटिङ भइरहेको हो, कहिलेसम्म त्यसको रिजल्ट हामी पाउँछौँ? 12वटा जिल्लामा जाने भन्छ, अनि क्रमिक रूपमा 75 जिल्लामा जाने चाहिँ हुन्छ। यसरी हेर्दाखेरि 5 वर्षपछि चाहिँ नेपालको स्वास्थ्य सुविधा वा त्यसको स्थिति सुध्रेला भन्ने आश गर्न सकिन्छ यदि यसमा पोलिटिकल कमिटमेन्ट भयो भने, भनौँ न राजनीतिक प्रतिबद्धता नभए त हुँदैन। हजुर, हामी दोस्रो प्रश्नमा जान चाहन्छौँ। स्वास्थ्य सेवाको सबैभन्दा निराशाजनक पक्ष के पाउनुहुन्छ? प्रविधिको कमी, अस्पष्ट नीति, स्वास्थ्य कर्मीको व्यवहार, अपुग भौतिक पूर्वाधार, कुनै एउटा मात्र छान्नु पर्यो हजुर कुन छान्नुहुन्थ्यो होला? मैले चाहिँ नि यो दुईटा छान्नुपर्ने हुन्छ। एउटा त अपुग भौतिक पूर्वाधार हो, किनभने लगानी नै कम छ राज्यको, हजुर, र अर्को चाहिँ नि प्रविधिको कमी, प्राविधिक। हजुर, यसमा फाइन्डिङ्स के छ हेरौँ। फाइन्डिङ्स हेर्दा प्रविधिको कमी हजुरले भन्नुभएको जस्तै 25%, अस्पष्ट नीति 15%, स्वास्थ्य कर्मीको व्यवहार 45% र अपुग भौतिक पूर्वाधार 15%। यो स्वास्थ्य कर्मीको व्यवहार 45%मा चाहिँ मलाई पनि के लाग्छ भने, जस्तै हस्पिटल भनेको त हामी कमजोर भएर, हामी मानसिक र शारीरिक रूपमा कमजोर भएर पुग्ने ठाउँ हो नि। त्यहाँ त माया गरेर, आदर गरेर, एउटा सहयोगी र एउटा सहकर्मीको भूमिकामा आइदिए भने त त्यो आधा रोग त त्यहीँ भनौँ न, शारीरिक रूपमा त औषधिले काम गर्छ, तर मानसिक रूपमा त व्यवहारले काम गर्ने हो नि। तर हाम्रो धेरै स्वास्थ्य संस्थाहरूमा त्यो पाइँदैन, निजी वा सरकारी जहाँ भने पनि त्यो जाँदाखेरि त ऋण माग्न गए जस्तो व्यवहार गर्छन् र त्यो राम्ररी स्वास्थ्य कर्मीले सेवा दिँदाखेरि पनि बाध्य भएर दिइरहेको जस्तो, त्यो भनौँ न पुर्खाको ऋण माग्न गए जस्तो, तिर्न गए जस्तो व्यवहार हुन्छ। यसमा पनि यो प्रविधि, अपुग भौतिक पूर्वाधार र अस्पष्ट नीति हो, यो सबैको राम्रै छ, लगभग हाम्रो 65% को धारणा रहेको छ। यो कारणले गर्दाखेरि यो निस्किया हो, यो चाहिँ इफेक्ट हो, कज चाहिँ यता छ है। हजुर, तिनटैवटा कज हो, यो इफेक्ट हो। तपाईँले भन्नुभएको कुरा सही हो, किनभने मान्छे आफै सर्भिस प्रोभाइडर चाहिँ नै सन्तुष्ट, सबै चिज सुविधा छ, उसलाई सेटिस्फाइड छ भनेपछि यो अटोमेटिकली आउने कुरा हो। त्यस कारण चाहिँ त्यो 3टा चाहिँ कज हो, त्यो चाहिँ इफेक्ट हो। मेरो विचारमा चाहिँ त्यो हुन्छ। हजुर, आजको उपस्थितिको लागि र तार्किक छलफलको लागि धन्यवाद। थ्याङ्क यू सर। हजुर, हाम्रो आजको पाहुना विशेषज्ञ व्यक्तिको धारणा र हाम्रो केही तथ्य, सङ्कलित तथ्य र तार्किक छलफलहरूको आधारमा हामीले के भन्न सक्छौँ भने, नेपालमा केही स्वास्थ्य क्षेत्रमा केही उपलब्धिहरू भएको छ, तर त्यो दात्री निकायको आबद्धतामा भएको छ। यदि उहाँहरूले भोलि गएर हात झिक्नु भयो भने फेरि निराशाजनक अवस्था आउन सक्दैन भन्न सकिन्न, त्यो आउन सक्ने छ, त्यो सम्भावना देखिन्छ। त्यसैले गर्दा हामी यो आधारभूत सुविधा हो जुन जनताले पाउनुपर्छ, यसमा राज्यले जिम्मेवारी वहन गर्न अति नै आवश्यक देखिन्छ। यसरी नै सान्दर्भिक क्षेत्रको सान्दर्भिक विषयहरूसँग फेरि छलफल गर्नको लागि आगामी श्रृङ्खलामा उपस्थित हुनेछौँ। आजको कार्यक्रम हेरिदिनु भएकोमा धन्यवाद। खबरभित्रको खबरको लागि हेर्दै गर्नुहोस् एभेन्यूज टेलिभिजन। नमस्कार।